हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ म मर्निङमा कस्तो अल्छी लागिरहेको थियो कि तर पनि भिडियो गरेँ है, त्यही भएर भोइस ओभर गर्दैछु हो। मेरो चाहिँ यहाँ सब्जी बसाइराखेको छु, आँटा पनि गुनिसकेँ। अन्त आलु पराठाको लागि आलु पनि रेडी गरिराखेको छु। उठ्नु चाहिँ अघि उठेको नि त हो, तर पनि आज चाहिँ मलाई भिडियो गर्दा नि बोल्नु कस्तो लागिरहेको थियो। उठ्ने साथै कस्तो हुन्छ नि कोही बेला है, त्यस्तो भइरहेको थियो। त्यही भएर चाहिँ मैले यो भोइस ओभर गरेको साथीहरू। आलु पराठाको लागि लन्च हालिदिउँ भनेको, बनाउन पनि थालेको मैले चाहिँ हो। हेर्नुहोस् है, अब बेलेको मलाई चाहिँ आलु पराठा चाहिँ आउँछ बेल्नु, गोलो गोलो पतला, निस्किँदैन पनि हो, फुट्दैन। हेर्नुहोस् त दामी भएको छ, दामी भएको छ, गोलो गोलो बनाइदिएको नि मैले आलु पराठा चाहिँ यो लन्चको लागि नानीलाई। के गर्ने, कोही बेला कस्तो हुन्छ नि बिहान उठ्नु पनि, तर पनि के गर्नु है, उठ्नै पर्छ। फेरि एक्जाम पनि सुरु भयो हो नानीको, त्यही भएर हेर्नुहोस् न गोलो गोलो, हल्का गोलो नभए पनि फुटेको चाहिँ छैन। लन्च पनि हालिदिएँ, रेडी गरिदिएँ। आलु पराठासँग चाहिँ म जहिले पनि नानीलाई सस हालिदिन्छु नि त, अचार हालिदिन्न, सससँग खान्छ उसले चाहिँ। थ्याङ्क यू।